रिपिटेल्समा स्वागत छ तपाईहरूलाई। यदि तपाईहरुसँग पनि यस्ता सत्य घटना भए हाम्रो फेसबुक पेज क्रिपीटेल्स नेपाल वा हाम्रो जीमेल creepytales21@gmail.com मा अवश्य लेखेर पठाउनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। क्रिपीटेल्समा आज पनि केही डरलाग्दा सत्य घटना लिएर आएका छौं। आजको पहिलो सत्य घटना। नमस्ते, म अबिक आले। म लमजुङबाट। धेरै वर्ष अगाडि एकजना दाइले मलाई सुनाउनु भएको सत्य घटना सुनाउन मन लाग्यो। त्यतिबेला म स्कुल पढिरहेको थिएँ। त्यतिबेला दशैं नजिक आउँदै थियो। घर रङ्गाउनको लागि बाबा आमाले 3 जना मान्छेलाई बोलाउनु भयो। त्यो 3 जना मान्छे मध्ये एकजना दाइसँग राम्रैसँग चिनजान भयो। गफ गर्दै गर्दा अचानक गफै गफमा अलौकिक शक्तिको गफ हुन थाल्यो। काम गर्ने क्रममा बाबा आमाले चिया बिस्कुट ल्याइदिनु भयो। त्यही चिया बिस्कुट खाँदै गर्दा अलौकिक शक्तिको गफ गर्दै गर्दा उहाँले भन्नुभयो, भाइ तिमीलाई थाहा छ मसँग पनि धेरै वर्ष अगाडि यस्तै डरलाग्दो घटना घटेको थियो नि। यो घटना कतिलाई मैले सुनाएँ, कतिले विश्वास नै गर्न मानेनन्। तिमी सुन्न चाहन्छौ मसँग के भएको थियो? मलाई पनि एकदमै जान्न मन लागिरहेको थियो। अनि बाबा आमाले पनि सोध्नुभयो, हुन्छ भन्नुस् न तपाईसँग के घटना घटेको थियो? 2 जना मान्छे उता बसी चिया खाँदै गफ गर्दै थियो भने हामी यता बसी गफ गर्दै चिया खाँदै थियौँ। त्यो दाइले आफूसँग जे घटना घटेको थियो त्यो सुनाउनु भयो। त्यो दाइको मुखबाट उहाँसँग घटेको त्यो सत्य घटना सुनिसकेपछि होस नै उड्यो। अगाडि त विश्वास गर्न मुस्किल हुँदै थियो। जब घटना अन्तिमसम्म सुने, दाइले हामीलाई घटना सुनाउँदै हुनुहुन्थ्यो। म एकदमै ध्यान दिई दाइको एक शब्द मजाले सुनिरहेको थिएँ। जुन तरिकाले दाइले हामीलाई त्यो घटना सुनाउनु भयो मलाई त एकदमै विश्वास लाग्न थाल्यो। मैले आफूले आफूलाई दाइको ठाउँमा हालेँ। मुटु नै काम्न थाल्यो। सायद म भएको भए त मर्थे नै होला। त्यो दाइ एकदमै आँटिलो हुनुहुन्छ भनी मैले त्यो घटनाबाट थाहा पाएँ। अब म यो घटना सुनाउँछु दाइले जसरी हामीलाई सुनाउनु भएको थियो। आजभन्दा धेरै वर्ष अगाडि म यता बस्नुभन्दा अगाडि हेटौँडाको एउटा ठाउँमा बस्थेँ, जहाँ एउटा फ्याक्ट्रीमा म काम गर्थेँ। त्यो फ्याक्ट्री चाहिँ बस्ती नै नभएको ठाउँमा थियो, एकदमै सुनसान ठाउँमा। जुन ठाउँमा म काम गर्थेँ त्यो ठाउँबाट म बस्ने घरसम्म पुग्नको लागि यस्तै 15-20 मिनेट जति लाग्छ भनौँ न। म आफ्नो साइकल चढी काममा जाने अनि आउने गर्थेँ। अब मैले अघि नै भनिहालेँ, त्यो ठाउँ कुनै मानिसको बस्ती नभएको ठाउँमा थियो, जहाँ झाडी नै झाडी थियो। हेर्दै अलि डर लाग्ने। सानैदेखि गाउँमा हुँदा धेरै यस्तो मैले घटना सुनेको थिएँ। त्यसले गर्दा भूत प्रेत पिचास बोक्सी काला जादु सबैमा मलाई एकदमै विश्वास लाग्थ्यो। तैपनि मसँग त्यस्तो घटना चाहिँ कहिले पनि भएन। त्यो नै पहिलोचोटि हो मसँग त्यस्तो डरलाग्दो घटना घटेको थियो। त्यस्तो डरलाग्दो ठाउँमा काम भए तापनि म काम जान्थेँ, किन भन्दा पैसा त कमाउनै पर्ने थियो। कहिलेकाहीँ त्यो ठाउँबाट राति घर फर्कदा निकै डर लाग्थ्यो। त्यो फ्याक्ट्रीमा काम गर्ने प्राय सबैजना त्यही नजिक बस्ने भएकोले गर्दा आफ्नो घर जान्थे। अनि 3-4 जना चाहिँ जो घरबाट टाढा अनि बिहे नभएको सबैजना त्यहीँ सुत्थे। म पनि साइकल चढी जहिले पनि घर फर्कन्थेँ, किन भन्दा घरमा बुढी अनि बच्चा थियो। त्यो ठाउँमा काम गर्न थालेको पनि 1 वर्ष जति भइसकेको थियो। पहिलो दिनदेखि नै मलाई किन त्यहाँ कुनै नकारात्मक शक्ति छ जस्तो लाग्थ्यो। काम गर्दै गर्दा पनि कस्तो महसुस हुने। यस्तो नकारात्मक शक्ति भएको मलाई बाहेक अरूलाई पनि महसुस हुन्थ्यो। हामी कहिलेकाहीँ गफ गर्दा
यस्तै गफ गर्थ्यौँ। एक दिन चाहिँ के भयो भन्दा हामी सबैजना काम गर्दै थियौँ। त्यति बेला साँझको समय थियो। सबैजना हामी आफ्नो काममा व्यस्त थियौँ। अचानक एकजना केटी बेसरी चिच्याएको आवाज हामीले सुन्यौँ। त्यो आवाज सुन्ने बित्तिकै हामी सबैजना झस्याङ्ग भयौँ। सबैले एक अर्कालाई हामी हेर्न थाल्यौँ। त्यो आवाज कताबाट आएको हामीलाई थाहा थिएन। त्यो आवाज आएको लगत्तै सुक्क सुक्क गर्दै केटी रोएको पनि आवाज आउन थाल्यो। अचानक केटी सुक्क सुक्क गर्दै रोएको आवाज आएको लगत्तै हामी सबैजना एक अर्कालाई के भयो, कताबाट आवाज आयो भन्दै हामी सोध्न थाल्यौँ। त्यसपछि कहाँबाट आवाज आएको त्यो पत्ता लगाउनको लागि हामी यताउति हेर्न थाल्यौँ। फ्याक्ट्रीमा सबै ठाउँमा यताउति हेर्दा त्यहाँ कोही पनि थिएन। आवाज त आउँदै थियो, कताबाट आएको ठम्याउन सकिरहेको थिएन। सायद बाहिर कोही छ भन्दै हामी सबैजना हेर्न गयौँ। फ्याक्ट्रीको यताउति बाहिर सबै ठाउँमा हेऱ्यौँ हामीले, त्यहाँ कोही पनि थिएन। केटी सुक्क सुक्क गर्दै रोएको आवाज सबैको कानमा आउँदै थियो। कहाँबाट आयो, कताबाट आयो केही पनि थाहा थिएन। बाहिर सबै ठाउँमा यताउति हेरिसकेपछि कोही पनि नदेखेपछि हामी फेरि फ्याक्ट्रीमा गयौँ। त्यहाँ गइसकेपछि अचानक त्यो रोएको आवाज त आउनै छोड्यो। सबैजना हामी एक अर्कालाई हेर्दै जिल्ल पर्दै थियौँ। एक्कासी हामी सबैजनाको जिउ चिसो भएको महसुस हुन थाल्यो। त्यहाँ त्यस्तो चिसो नै थिएन त्योभन्दा अगाडि। 1-2 मिनटसम्म त हामी कोही कसैले पनि केही बोलेनौँ। सबैजना एक अर्कालाई हामी हेर्दै थियौँ। कोही कसैसँग पनि केही पनि जवाफ नै थिएन। हामी सबैजना निशब्द भयौँ। त्यसपछि हामीभन्दा माथिको पोस्टको मान्छेले सबैलाई आफ्नो काममा लाग्नु भनिसकेपछि हामी सबैजना आफ्नो काममा लाग्न थाल्यौँ। त्यसपछि 2 दिनसम्म यताउति हिँडेको, सामान चलाएको हामी सबैले आवाज सुन्न थाल्यौँ। यसो हेर्न जाँदा कोही पनि नहुने। 2 दिनपछि जे घटना घट्यो त्यो घटनाले होस नै उड्यो। खासमा के भयो भन्दा त्यति बेला सबैजना काम सकाए हामी घर फर्कने क्रममा अलिकति काम बाँकी थियो। त्यो काम सकाइसकेपछि म पनि घर जानको लागि साइकल के निकाल्दै थिएँ। अचानक केटी रोएको आवाज मैले सुने। त्यति बेलासम्म 3 जना भाइ सबैजना आफ्नो त्यो कोठामा सुत्न गइसकेका थिए। त्यो आवाज आएको लगत्तै मलाई एकदमै डर लाग्न थाल्यो। ठ्याक्कै पछाडि कोही खुट्टा घिसार्दै हिँडेको मैले आवाज सुन्न थालेँ। त्यो आवाज सुनिसकेपछि पछाडि फर्की हेर्दा मैले जे देखेँ त्यो देखि होस नै उड्यो। म त बेहोस भएछु। मैले देखेँ कि माथिदेखि तलसम्म सेतो कपडा थियो अनि टाउको भने थिएन। टाउको नभए तापनि केटीको रोएको आवाज आउँदै थियो। बिस्तारै खुट्टा घिसार्दै मतर्फ आएको देखिसकेपछि म त्यही बेला बेहोस भई लडेछु। जब होसमा आयो सबैजनालाई मैले यो घटना सुनाएँ। त्यसपछि त म एकदमै बिरामी भएँ। त्यो फ्याक्ट्रीको 3 जना मालिकले यो घटना थाहा पाउनुभयो। त्यसपछि त्यहाँ होम पूजा, शान्ति पूजा गरिसकेपछि थाहा भयो कि साँच्चीकै त्यहाँ त एकजना केटीको आत्माको बास भएको हामीले थाहा पायौँ, जो चाहिँ आत्महत्या गरी मरेकी थिइन्। त्यहाँ शान्ति पूजा गरिसकेपछि बल्ल म ठिक भएँ अनि त्यस्तो आवाज आउन पनि बन्द भयो। केही समय त्यहाँ काम गरिसकेपछि मैले त्यहाँ काम गर्न छोडिदिएँ। आजसम्म पनि त्यो टाउको नभएको भूत झलझली याद आउँछ अनि एकदमै डर लाग्ने गर्दछ। म कहिले पनि बिर्सनै सक्दिनँ त्यो सत्य घटना। अब अर्को घटना। नमस्ते, म सुभाष थापा। यो केही दिन अगाडिको सत्य घटना हो। म एक याङ्गो चालक हुँ। कामको धुनमा यसरी हराएछु कि म कतिखेर बनेपा पुगेँ पत्तै भएन। जब होस आयो मध्यरातको 1 बजिसकेको थियो। घर जानको लागि मैले लोकेसन हालेँ आफ्नो जानुपर्ने ठाउँको। त्यसपछि मलाई पुरानो भक्तपुरको बाटो हुँदै जानको लागि देखायो। त्यति बेला हल्का पानी परिरहेको थियो। बाटोमा जाँदा जाँदै खोइ के भयो,
बाइकको इन्जिन आफै बन्द भयो। जति स्टार्ट गर्न खोज्दा पनि स्टार्ट नै भएन। सन्नाटा यति गहिरो थियो कि मैले आफ्नो सास फेरेको आवाज पनि प्रष्ट सुनिरहेको थिएँ। त्यो ठाउँमा त्यति बेला म बाहेक कोही पनि थिएन। एकदमै सुनसान थियो। डरलाई दबाउनको लागि मैले एउटा चुरोट सल्काएँ। त्यति नै बेला आँखा अगाडिबाट आउँदै गरेको एउटा छायामा गयो। एकजना केटीको छाया मैले देखेँ। त्यस्तो कालो रातमा पनि त्यो सुनसान सडकमा एक्लै हिँडिरहेको मैले देखेँ। मलाई डर त लागिरहेको थियो। तैपनि मैले सोधेँ, दिदी यति राति के गर्दै हुनुहुन्छ? कहाँ जान लाग्नु भएको? मैले यसरी सोद्धा पनि उताबाट केही पनि जवाफ नै आएन। मैले 2-3 पटक सोद्धा पनि त्यो केटीले केही पनि नबोलिकन आफ्नै तालमा हिँडिरहेको थियो। उताबाट केही पनि जवाफ नआए पनि म त्यो केटीलाई हेर्दै थिएँ। अचानक त्यो केटी ठिङ्गो उभियो अनि उताबाट यस्तो आवाज आयो कि त्यो कुनै मान्छेको जस्तो आवाज नै थिएन। एकदमै डरलाग्दो भारी घोक्रो आवाजले मलाई यस्तो भन्यो, को हो भाइ तिमी? उताबाट त्यस्तो डरलाग्दो आवाज आइसकेपछि मुटु नै काम्न थाल्यो। त्यसपछि त्यो केटी फनक्क पछाडि फर्कियो। मैले जे देखेँ त्यो देखि होस नै उड्यो। त्यो केटी हाँसिरहेकी थिइन्। त्यो हाँसोसँगै उनको मुखबाट ताजा बाक्लो त्यो सेतो कपडामा रगत चुहिरहेको थियो। आफ्नो अगाडि त्यस्तो देखिसकेपछि मलाई एकदमै डर लागिसकेको थियो। म आत्तिन थालेँ। दिमागले कामै गर्न छोडिसकेको थियो। तैपनि जसोतसो मैले बाइक स्टार्ट गर्दै म त्यहाँबाट स्पिडमा भाग्न थालेँ। तैपनि मलाई पछाडि सिटमा कोही बसिरहेको जस्तो महसुस हुँदै थियो। पछाडि फर्किने हिम्मत नै थिएन। तैपनि मैले पछाडि आफ्नो हातले यसो हातलगी छाम्न खोज्दा कसैको चिसो हातले मलाई समातेको जस्तो भयो। म त चिच्याउँदै बाइक स्पिडमा चलाउन थालेँ। म कसरी घर पुगेँ आजसम्म पनि मलाई थाहा छैन। जब घर पुगेँ म एकदमै बिरामी हुन थालेँ अनि आफ्नो घटना घरको मान्छेलाई सबैलाई भनिसकेपछि आमाले एकजना माताकोमा लानुभयो। माताकोमा गई देखाउँदा माताले जब हेर्नुभयो त्यसपछि माताले जे भन्नुभयो त्यो सुनि त मुटु नै बेसरी ढुकढुक हुन थाल्यो। यसलाई एउटा आत्माले समातेको थियो जसले यसलाई आफूसँगै लान खोजिरहेको थियो। मलाई 3 दिनसम्म फुकिसकेपछि बल्ल ज्यान बच्यो। त्यो रातपछि मैले कसम खाएँ, जेसुकै होस् म त्यो बाटो फेरि कहिले पनि जाने छैन। अब अर्को घटना। नमस्ते, मेरो नाम अम्बिर तामाङ हो। आज म मसँग घटेको सत्य घटना सुनाउन जाँदैछु। जुन घटना आजसम्म पनि सम्झदा मलाई निकै डर लाग्ने गर्दछ। म कामको सिलसिलामा काठमाडौँ बाहिर एउटा पुरानो गेस्ट हाउसमा बस्नुपर्ने भयो। त्यो घर राणाकालीन समयको जस्तो देखिन्थ्यो। अग्ला छत, काठका पुराना ढोका अनि जति बेला पनि आउने एउटा अजिबको ओसिलो गन्ध। मलाई दोस्रो तल्लाको अन्तिम कोठा दिएको थियो। रातिको यस्तै 2 बज्दा एक्कासी आँखा खोल्यो। कोठामा एकदमै चिसो भएको जस्तो महसुस हुन थाल्यो। यस्तो चिसो कि मुखबाट बाफ निस्किरहेको थियो। मैले ओढेको सिरक बिस्तारै तलतिर सरेको महसुस गर्न थालेँ। मलाई लाग्यो कि सायद म सुतेकै अवस्थामा चलेकोले गर्दा सिरक तल सरेको हुनसक्छ भन्दै म सोच्न थालेँ। जब मैले सिरक ताने विपरीत दिशाबाट कसैले झट्का दिई सिरक तान्यो। एक्कासी जिउ चिसो भयो। कोठामा त्यति बेला म बाहेक कोही पनि थिएन। त्यो अँध्यारो कुनामा कोही उभिरहेको अनि मलाई हेरिरहेको जस्तो आभास हुन थाल्यो। मलाई एकदमै डर लाग्न थाल्यो। तैपनि मैले हिम्मत जुटाएँ अनि आफ्नो मोबाइलको टर्च बालेँ। त्यहाँ हेर्दा कोही पनि थिएन। बेडको ठिक अगाडि रहेको ऐनामा मैले जे देखेँ त्यो देखि सातो नै उड्यो। ऐनामा आफ्नो प्रतिबिम्ब देख्नुपर्ने ठाउँमा मैले ओछ्यानमा कोही सुतिरहेको देखेँ। एउटा कालो आकृति घुँडा टेकेर बसेको मैले देखेँ। त्यसको हात घाँटीमा थियो।
म चिच्याउन खोजेँ, आवाज नै निस्किएन। म त मलाई ऐठन भएको होला भन्दै सोच्दै थिएँ। अचानक कानैमा एउटा घोक्रो सुक्खा आवाजले भन्यो, तिमीले मलाई देख्यौ नि, होइन? मलाई त्यो आवाज कोठाको कुन्नाबाट नभइकन आफ्नै टाउको भित्रबाट आएको जस्तो लाग्यो। ठ्याक्कै त्यही बेला ओछ्यान मुनिबाट एउटा चिसो हड्डी मात्र भएको हात निस्कियो। खुट्टाको कुर्कुच्चामा त्यसले मलाई समात्यो। त्यसको नङ छालामा गाडेको स्पष्ट महसुस गर्दै थिएँ। म कसरी त्यहाँबाट भागी बाहिर निस्किएँ मलाई थाहा नै भएन। जब बिहान भयो, ऐना अगाडि उभि हेर्दा घाँटीमा निलो डाम बसेको मैले देखेँ अनि खुट्टामा पनि दाम थियो। मलाई त्यति बेला एकदमै डर लागिसकेको थियो। म त्यहाँबाट तल जान थालेँ। एउटा सामान बिर्सिएकोले गर्दा हतारिँदै फेरि कोठामा गई त्यो सामान लिई तल झर्न थालेँ। त्यति बेला सातो गइसकेको थियो। त्यहाँबाट जति सक्दो चाँडो निस्कन चाहन्थेँ। रिसेप्सनमा बस्ने बुढो मान्छेले मलाई देख्ने बित्तिकै एउटा मुस्कान दिँदै हेर्न थाल्यो। उसले घाँटीको त्यो नील डाम देख्ने बित्तिकै एक टकले हेर्दै थियो। मैले बिल तिरी ढोकातिर लाग्न खोज्दा उसले भन्यो, बाबु, आफ्नो सामान त लिएर जाऊ। मैले पछाडि फर्की आफ्नो झोला देखाउँदै मैले सामान लिइसकेँ भन्दै म त्यहाँबाट जान खोजेँ। उसले काउन्टर मुनिबाट एउटा पुरानो धुलो लागेको कालो डायरी निकाल्दै भन्यो, त्यो तिम्रो बेड मुनिबाट मैले भेटेको थिएँ। यसको अन्तिम पानामा तिम्रै नाम लेखेको छ। यस्तो सुनिसकेपछि म आत्तिन थालेँ अनि काम्दै त्यो डायरी समात्दै त्यहाँ अन्तिम पानामा पल्टाइ हेर्दा त मैले जे देखेँ त्यो देखि होस नै उड्यो। त्यहाँ रगत जस्तो देखिने मसीले लेखेको थियो, अम्बिर, तिमीले मलाई देख्यौ नि, होइन? अब तिमी जहाँ जान्छौ म त्यहीँ आउनेछु। त्यो डायरीको अक्षर ठ्याक्कै मेरै ह्यान्डराइटिङसँग मिल्न गयो। सबैभन्दा डरलाग्दो के थियो भन्दा डायरीको मिति 20 वर्ष अगाडिको थियो। अब मलाई एकदमै जान्न मन लागिसकेको थियो, साथै डर पनि लागिरहेको थियो। मैले त्यो डायरीको पहिलो पान्ना निकै ध्यान दिँदै पढ्न थालेँ। त्यसमा एकजना व्यक्तिको दैनिकी जीवनको बारेमा लेखिएको थियो। सबैभन्दा डरलाग्दो त के भयो भन्दा मैले जब त्यहाँ पढेँ, मेरो नाम अम्बिर तामाङ हो। आज म यो गेस्ट हाउसमा जीवनको अन्तिम रात बिताउँदैछु। यस्तो लेखेको देखिसकेपछि होस नै उड्यो। यो कुनै संयोग मात्र थिएन। 20 वर्ष अगाडि ठ्याक्कै त्यही मितिमा कोठा नम्बर 204 अर्को एकजना अम्बिर तामाङले आत्महत्या गरेको मैले थाहा पाएँ। डायरीको अन्तिमतिर लेखेको थियो, म एक्लो छु। म यो गेस्ट हाउसको अँध्यारोमा विलिन हुँदैछु। म फेरि आउनेछु। मेरो नाम बोकेर कोही न कोही यहाँ पक्कै आउनेछ। रातको समयमा ऐना अगाडि उभि आफ्नो घाँटीको दाम हेर्दै गर्दा अचानक एउटा आवाज गुन्जियो, आजदेखि मेरो नयाँ जीवन सुरु भयो। त्यो आत्माले 20 वर्षदेखि आफ्नै नाम भएको जीव पर्खिरहेको थियो। म त्यहाँ होटेलमा पुग्नु, त्यही कोठामा बस्नु केवल संयोग मात्र थिएन, त्यो एउटा भयानक ट्र्याप थियो। अचानक जिउ काम्न थाल्यो अनि म बेहोस भएँ। भोलिपल्ट जब म होसमा आएँ, म एकदमै परिवर्तन भइसकेको थिएँ। म अर्कैको आवाजमा बोल्न थालेको थिएँ। त्यसैले गर्दा गाउँको एकजना धामी बाजेलाई बोलाउनु भयो। धामी बाजेले मलाई देख्ने बित्तिकै चामलको अछेटा छड्कदै भन्नुभयो, यो बाबुको जिउमा 20 वर्ष अगाडिको आत्मा बसेको छ। रातको समयमा धामी बाजेले के मन्त्र फुक्दै भन्नुभयो, तिम्रो समय सकिसक्यो, अब निर्दोष बाबुलाई छोडिदियो, शान्तिमा जाऊ। अन्तिममा त्यो आत्माले जिउ छोडिदियो। जाँदा जाँदै उसले ऐनाको माध्यमबाट एउटा अन्तिम सन्देश दियो। ऊ केवल आफ्नो नाम कसैले सम्झिदियोस् भनी चाहन्थ्यो। धामी बाजेले उसको नाममा एउटा सानो पूजा गर्दै उसको आत्मालाई मुक्ति दिलाउनु भयो। जब मलाई होस आयो, मलाई हलुका महसुस हुन थाल्यो। घाँटीको त्यो नील डाम पनि हराइसकेको थियो। मैले त्यो पुरानो डायरीको अन्तिम खाली पानामा एउटा सकारात्मक सन्देश लेखेँ। जीवन अनि मृत्युको बीचमा
धेरै रहस्यहरू छन्। साहस अनि परिवारको साथ भयो भने कुनै पनि अन्धकारले हामीलाई हराउन सक्दैन। अब अम्बिर तामाङ स्वतन्त्र छ। मैले त्यो डायरीलाई नजलाए नफाले, किनकि त्यो डरको होइन, जितको प्रतीक थियो। आज पनि म एक्लै सुत्छु। मलाई बेडमुनि कोही छ जस्तो लाग्दैन। अब मलाई एक्लै सुत्न डर पनि लाग्दैन, किन भन्दा मलाई थाहा छ अँध्यारो जतिसुकै गहिरो भए पनि सत्यको प्रकाशले त्यसलाई चिर्न सक्छ।